1 घण्टा मात्र सामाजिक सञ्जाल स्क्रोल गर्दै हेर्ने हो भने यस्तो लाग्छ हामी एक रण मैदानमा छौँ। मिडियाका हेडलाइनहरू हेर्यो, एकले अर्कोलाई गाली गरिरहेका छौँ, एकले अर्कोलाई विष बमन गरिरहेका छौँ, तुच्छ वचनले सत्तो सराव गरिरहेका छौँ, पक्ष र विपक्षमा बोलिरहेका छौँ, मनको कुण्ठा र भडास सार्वजनिक रूपमा पोखिरहेका छौँ, कतिपयले प्रतिशोधको भाषा बोलिरहेका छौँ। यो सबै देख्दा लाग्छ कि हामी साँच्चै नै जस्तो लेख्छौँ र बोल्छौँ त्यस्तै हौँ र कि हामी सामाजिक सञ्जालमा देखिने आफ्नै व्यक्तित्वभन्दा फरक छौँ। मेरो एउटा साथीले सामाजिक सञ्जालमा एउटा सामग्री पोस्ट गरेको सम्झिन्छु। एउटा घटनाले उसलाई कसैप्रति रिस उठ्यो र घृणा पैदा भयो। त्यही आवेगमा उसले सामाजिक सञ्जालमा गाली गर्दै पोस्ट गर्यो। 1 घण्टामा ऊ त शान्त भइसक्यो, तर धेरै दिनसम्म उसको पोस्टमा मानिसहरू पक्ष र विपक्षमा गाली पोखिरहेका थिए। एउटा व्यक्तिको क्षणिक आवेग केही नसोचिकन जस्ताको तस्तै सामाजिक सञ्जालमा पोखिँदा त्यसले अरू धेरैको आवेगलाई पनि उत्प्रेरित गर्ने रहेछ। यहाँ मैले रिस वा आक्रोश गलत भन्न खोजेको होइन। व्यक्तिगत र सामाजिक स्वास्थ्यका लागि पनि रिस अभिव्यक्त गर्नु आवश्यक छ। मनोचिकित्सकहरूका अनुसार रिस दबाएर राख्नु हुँदैन। लोकतान्त्रिक समाजका लागि पनि विभिन्न मुद्दाहरूमा नागरिकहरूको आक्रोश अपरिहार्य छ। समाजको समग्र हित प्रतिकूल हुने मुद्दामा नागरिक आक्रोशित नहुने हो भने शासन सत्तामा बस्नेहरू मनोमानी गरिरहनेछन्। हामीले सामूहिक आक्रोशको बलबाट विद्रोह हुँदै परिवर्तन भएको पनि देखेका छौँ। तर व्यक्तिगत र सामाजिक स्वास्थ्यका लागि महत्त्वपूर्ण कुरा हो रिस कसरी पोख्ने र कहाँ पोख्ने, रिसलाई कसरी व्यवस्थापन गर्ने। व्यक्तिगत स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरू भन्छन् व्यायाम र योग गर, ध्यान गर, खेलकुदमा भाग लेऊ, स्वस्थ खानेकुरा खाऊ, प्रकृतिको नजिक जाऊ, घामको न्यानो र बतासको चिसो महसुस गर, सृजनात्मक काममा पनि सहभागी हौ, दैनिकी लेख आदि आदि। ध्यान सिकाउनेहरू भन्छन् आफूलाई अवलोकन गर, रिसको स्रोत चिन, रिसको जरामा पुग, रिसको लक्षणमा होइन कारणमा समाधान खोज। ग्रामीण क्षेत्रहरूमा एकअर्कासँग संवाद गर्ने वा रिस लगायत अन्य भावनात्मक संवेगहरू अभिव्यक्त गर्ने अभ्यास मलाई रोचक लाग्छ। सामाजिक सञ्जाल प्रयोग कम गर्ने वा नगर्ने पुस्तामा कतिपय ठाउँमा यो अझै अस्तित्वमा देखिन्छ। यो अँगेनो वरिपरि वा आँगनमा बसेर मानिसहरू परिवार र छिमेकीसँग मनका दुःख पोख्छन्। मेलापात र चौतारामा पनि विभिन्न समूहमा आफ्ना कुरा अभिव्यक्त गर्छन्। एउटा उदाहरण सुनाउँछु। एकपटक मेरो बुवा आमालाई एउटा छिमेकीसँग रिस उठ्यो। उहाँलाई छिमेकीको केही व्यवहार मन परेन, त्यही भएर रिस उठ्यो। सुरुमा उहाँहरूले आफ्नै परिवारभित्र आफ्नो रिसलाई अभिव्यक्त गर्नुभयो, छिमेकीको कुरा काट्नुभयो। यो समयमा उहाँहरूलाई जस्तो महसुस भएको थियो त्यस्तै स्वरूपमा रिस निस्कियो। रिस व्यक्त गरेपछि केही क्षणमा उहाँहरूलाई महसुस भयो छिमेकीको नराम्रो व्यवहारको कारण पनि त केही होला। केही दिनमा आफ्नो बारीमा फलेको फल बोकेर ती छिमेकी हाम्रो घर आए। बुवाआमाले सधैँ चाहिँ स्वागत गर्नुभयो, चिया बनाएर दिनुभयो। कुराकानीकै बीचमा आफूलाई चित्त नबुझेको कुरा नम्र भएर भन्नुभयो। छिमेकीले पनि जिस्किँदै आफूलाई चित्त नबुझेको कुरा सुनाए। सायद छिमेकीले पनि घरमा बुवाआमाको कुरा काटेर आएका होलान्। एउटा सानो घटनाले पैदा भएको दुई छिमेकी बीचको द्वन्द्व त्यही सकियो। एकछिन कल्पना गरौँ त, मेरा बुवाआमा र ती छिमेकीले मुखमा जे आउँछ त्यही शब्द प्रयोग गरेर गाली गलौजमा ओर्लेको भए, वा आफूसँग संवाद नगरिकन अरूको अगाडि गएको भए, वा एक अर्का बीच अलिकति पनि करुणा भाव नराखेको भए, सायद गाउँको हरेक घरसँग बोलीचाली बन्द हुन्थ्यो। आजको दिनमा एकछिन कल्पना गरौँ त, छिमेकीसँग संवाद नगरी सामाजिक सञ्जालमा स्ट्याटस हाल्दा के होला? छिमेकीसँग कुराकानी नगरी आफ्नो रिसलाई सामाजिक सञ्जालमा पोख्दा के होला? आजभोलि हामीले देख्छौँ कतिपय अवस्थामा यस्तै नै भइरहेको छ। कुनै व्यक्ति वा संस्थाबारे केही सुनियो, त्यसलाई सामाजिक सञ्जालमा हामी हालिहाल्छौँ।
त्यो सही हो या गलत हो थाहा छैन, त्यसको प्रमाण थाहा छैन, तर बोलिहाल्छौँ, लेखिहाल्छौँ। त्यसले सम्बन्धित व्यक्तिको जीवनमा पार्ने प्रभावको मतलब छैन। परिवार र व्यक्तिको मानसिक स्वास्थ्य र त्यसले निम्त्याउने चुनौतीहरूबारे मतलब छैन। यस्तो आधारभूत मानवीयताबाट पनि हामी चुकिरहेका छौँ। एउटा खेलाडीले केही खेलमा नराम्रो खेल्यो, त्यसलाई लखेट्न थालिहाल्छौँ। एउटा नेताले परिवेशमा केही बोल्यो, उसलाई घृणा गर्न सुरु गरिहाल्छौँ। पृष्ठभूमि नहेरी मिठो र चर्को बोलेकै भरमा कसैको देवत्वकरण गरिदिइहाल्छौँ। परिवर्तनको मसिया उही हो, ऊ आयो भने यो सब परिवर्तन हुन्छ भनिहाल्छौँ। आरोप लागेकै भरमा कसैलाई फेरि दानवीकरण गरिहाल्छौँ। कुनै जात, धर्म वा भूगोलमा जन्मेकै आधारमा कसैको राष्ट्रियतामाथि प्रश्न गरिहाल्छौँ। सबै सरकारी कर्मचारीहरूलाई भ्रष्ट देखिहाल्छौँ। सबै गैर सरकारी क्षेत्रकालाई विदेशी दलाल देखिहाल्छौँ। सबै निजी क्षेत्रकालाई शोषक देखिहाल्छौँ। यो प्रवृत्तिमा धेरैले दोष लगाएको देख्छौँ। रातारात भाइरल हुने लोभले सामान्य मानवता र नैतिकता पनि ख्याल नगर्ने कन्टेन्ट क्रिएटरहरूलाई। तर यो तितो यथार्थ हो। यस्तो विषवमनको अग्रपन्थीमा हामीले देख्छौँ राजनीति कर्मीहरू, मिडिया कर्मीहरू वा समाजमा विचारको नेतृत्व गर्ने वरिष्ठ विद्वानहरू। पक्कै हरेक क्षेत्रमा इमान्दार भएर उत्कृष्ट व्यावसायिक धर्म निर्वाह गर्नेहरू छन्, तर ती अपवाद छन्। निकृष्ट तहको सार्वजनिक गाली गलौज र घृणा नयाँ पुस्ताले अर्को ग्रहबाट सिकेको होइन। आफ्नो देशकै अग्रज विचार निर्माण गर्ने व्यक्तिहरूबाटै सिकेको हो। एकछिन राजनीतिक दलको नेतृत्व हेरौँ त। कतिपय स्थानमा उनीहरूले बोलेको सुन्दा लाज लाग्छ। उनीहरूको भाषण विश्लेषण गर्दा स्पष्ट हुन्छ देशको अवस्था आज किन यस्तो भयो, हामी किन यस्तो अवस्थामा छौँ। राजनीतिमा जे पनि जायज हुन्छ भन्ने सोचबाट उनीहरू माथि उठ्नै सकेनन्। सत्ता र शक्तिका लागि घाँटी जोड्न तयार हुनेहरू फरक कितामा हुने बित्तिकै सामान्य लोकाचार र शिष्टाचारको पनि ख्याल नगरी गाली गलौजमा उत्रिए। उनीहरूको गाली गलौज पछिका पुस्ताका नेताले सिक्यौं। भुइँ तहका कार्यकर्तामा पनि त्यो प्रभाव भयो अनि समग्र समाजमा फैलियो। केही आशा भएका पुराना र नयाँ दलका नेताहरू पनि त्यही भिडमा मिसिए। मत नमिलेको बेला तुच्छ वचनले प्रहार गर्न कोही पछि परेनन्। राजनीति बाहिर हुँदा प्रमाण बिना नबोल्नेहरू पनि राजनीतिमा पुगेपछि अनुमानको भरमा लान्छना लगाउन थाले। यदि हाम्रो देशको कानून कार्यान्वयन व्यवस्था सुदृढ हुन्थ्यो र राजनीति कर्मीलाई पनि आम नागरिक जस्तै कानून लाग्थ्यो भने आज हाम्रा अधिकांश राजनीति कर्मी चरित्र हत्या, गाली गलौज, मानहानि र सामाजिक सद्भाव खलबल्याउने अपराधको मुद्दा खेपिरहेका हुन्थे। राजनीति कर्मीको मनोनयनलाई मिडियाले झनै टेवा दियो। धेरै हेडलाइनहरू राजनीति कर्मीले के गरे भन्दा पनि के बोलेमा सीमित भए। उनीहरूले जे भने पनि मिडियाले खुरुखुरु ठूलो अक्षरमा छापिदिए। समाचारका सबभन्दा अगाडि देखाइदिए, सुनाइदिए। यसबाट राजनीति कर्मीहरू झनै उत्प्रेरित भए हेडलाइन दिनको लागि, भाइरल क्लिप दिनको लागि। कतिपय मिडियाले त पत्रकारिताको सामान्य आचार संहिता र सिद्धान्त अंगीकार नगरेको लेखोटलाई पनि समाचार भनेर छापिदिए। अनि बौद्धिक र विज्ञ भनिनेहरू पनि राजनीति जस्तै विभिन्न ध्रुवमा बाँडिए। कोही राजनीति कर्मीहरूको चाकरी र विरोधमा उत्रिए, कोही षड्यन्त्रका सिद्धान्तहरू रच्दै समाजलाई भयभीत बनाउने अभियानमा लागे। विज्ञ र बौद्धिक त ती हुन् जसले अभ्यास र अनुसन्धानको आधारमा आफ्नो विचार प्रस्तुत गर्दछन्, सुस्त भएको समाजलाई गति दिन्छन्, नैराश्यमा आशा दिन्छन्, भविष्यको वैज्ञानिक दिशा देखाउँछन्, समाज बाँड्ने होइन जोड्ने गरी सन्तुलित विचार दिन्छन्। तर हामी कहाँ सामाजिक सञ्जाल र मिडियामा देखिने कैयौं बौद्धिक र विज्ञहरू अफवाह फैल्याउने दौडको सबभन्दा अगाडि देखिन्छन्। पक्कै पनि देशको माया सबैलाई लाग्छ। हामी चाहन्छौं सबैको प्रगति भएको हेर्न। देशको समृद्धिमा योगदान दिने रहर हामी सबैमा होला। तर अहिलेको उत्तेजनाको छालले हामीलाई कतै पुर्याउँदैन। अहिलेकै गतिमा अगाडि बढिरहने हो भने हामी आजको दिनभन्दा बढी विषाक्त समाज बनाउँदै जानेछौँ। हरेकको शत्रु हामी हरेक हुनेछौँ।
गलत सूचना, मानहानि, चरित्र हत्या आदि नियन्त्रण गर्न यथोचित कानुनको पनि पक्कै भूमिका हुन्छ। तर हामी सबैको सहकार्य र प्रतिबद्धता बिना त्यो दिगो हुँदैन र यो प्रक्रियाको सुरुवात हुन्छ आफैलाई हेरेर। हामी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गजक्क पढ्छौं, विदेशीको अगाडि दाग लगाउँछौं। बुद्धकै 2टा पाठ अनुसरण गरेर सुरु गर्दा कसो होला? एउटा, अरूलाई हेर्नु अगाडि आफूले आफैलाई नियालेर हेरौँ न, आफैलाई बुझौँ न। अर्को, अरूप्रति करुणा राखौँ न, अरूको पीडा महसुस गर्ने तागत राखौँ न। अपराध गर्नेलाई कानूनले स्वतन्त्र भएर सजाय दिनै पर्छ। मानिसको रूपमा भने एक अर्कोप्रति करुणा देखाउँ न। यस पहलमा सबभन्दा बढी महत्त्वपूर्ण भूमिका छ समाजलाई वैचारिक अगुवाई गर्नेहरूको, राजनीतिकर्मी, पत्रकार, बौद्धिक व्यक्ति र शिक्षकहरूको। प्रिय राजनीतिकर्मीहरू, समाजमा सबभन्दा ठूलो प्रभाव त तपाईहरूकै छ। तपाईहरू पनि मानिस हो। रिस उठ्छ होला, कसैप्रति घृणाको भाव आउँछ होला, शक्ति र सत्तामा पुग्ने स्वाभाविक रहर होला। तर कृपया मनमा आउने सबै नकारात्मक कुरा सार्वजनिक रूपमा नबोलिदिनुहोस् न। तथ्य र तथ्याङ्क बिना कसैको चरित्र हत्या नगरिदिनुहोस् न। सार्वजनिक मञ्चमा आफ्ना कट्टर विरोधीहरूलाई पनि निकृष्ट तरिकाले होच्याएर नबोलिदिनुहोस् न। कुनै मुद्दामा गुण र दोषको आधारमा आफ्नो विचार राखे कसो होला? समर्थन गर्नुहोला, विरोध गर्नुहोला, जनतामा आफ्नो मुद्दा स्थापित गर्नुहोला, जनतालाई विश्वस्त पार्ने प्रयास गर्नुहोला, अनि शालीन तरिकाले निर्वाचनमा जानुहोला। तथानाम गाली गलौज र एकअर्काको मान मर्दन बिना राजनीति गर्न सकिँदैन र? सकिँदैन भने आफैलाई प्रश्न सोध्नुहोस् न, के म साँच्चै नेता हो? समाजको नेतृत्व गर्न लायक छु? शालीन र सबै हिसाबले राजनीति गर्न सकिँदैन जस्तो लाग्छ भने कृपया राजनीतिबाट टाढा भइदिनुहोस् न। तपाईको योगदानलाई भावी पुस्ताले सम्मान गर्नेछ। पुरानै दलका राजनीतिकर्मीहरू इमान्दार भएर आफूलाई प्रश्न गरिदिनुहोस् न, हामीले के गर्यौं जसले गर्दा देश यस्तो भयो? हाम्रो शासनबाट देशले के पायो, के गुमायो? नयाँ राजनीतिकर्मीहरू पनि इमान्दार भएर आफूलाई प्रश्न गरिदिनुहोस् न, हामीले खडा गरेको नयाँ दलको संरचना पनि पुरानैको जस्तो त छैन? पुरानोबाट हामी के सिक्छौं, के सिक्दैनौं? प्रिय मिडिया कर्मीहरू, हो, मिडिया तटस्थ हुन सक्दैन। मिडियाको आफ्नो एउटा वैचारिक स्थान हुन्छ, आफ्नो मूल्य र मान्यता हुन्छ। त्यसलाई खुल्ला रूपमा उल्लेख गरिदिनुहोस् न। यो पारदर्शिताले मिडियालाई विश्वसनीय बनाउँछ। मिडिया प्रयोगकर्तालाई आफ्नो विवेक प्रयोग गरेर सुसूचित हुन सहयोग गर्छ। अनि आफूलाई केही प्रश्नहरू सोधिदिनुहोस् न। तटस्थ नभए पनि कुनै समाचार तयार पार्दा हामीले वस्तुगत विधि अपनाएका छौं, प्रमाणित स्रोत प्रयोग गरेका छौं, घटनाको विस्तृत पक्ष समेटेका छौं कि कुनै पक्षलाई मात्र हाइलाइट गरेका छौं? समाचार लेखनको हरेक प्रक्रियामा आचार संहिता पालना गरेका छौं? हाम्रो समाचारले समाजलाई के दिन्छ? कि कसैको जीवन त यसले बर्बाद पारिरहेको त छैन? कृपया पत्रकारिताको कक्षामा पढेका समाचार लेखनको पाठलाई सम्झेर समाचार लेखिदिनुहोस् न। अनि आफैलाई सोधिदिनुहोस् न, एउटा आम नागरिकले आफ्नो फोनले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको उत्तेजनामूलक सामग्री र तपाईको समाचार सामग्रीमा केही फरक छ कि छैन? प्रिय बौद्धिकज्यूहरू, कृपया अनुसन्धान र अध्ययनको संस्कृति प्रवर्धन गर्न पहल गरिदिनुहोस् न। मिथ्या भ्रमको कोलाहलमा वैज्ञानिक चिन्तन र चेत कस्तो हुन्छ भनेर बुझाइदिनुहोस् न। यसका लागि आफैले अभ्यास गरेर देखाइदिनुहोस् न। क्षणिक उत्तेजना व्यवस्थापन गरेर तर्कसङ्गत र समाजको हित उन्मुख भएर सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुन सकिन्छ भनेर देखाइदिनुहोस् न। आफैलाई सोधिदिनुहोस् न, हाम्रो विज्ञताले समाज र मानिसलाई फाइदा भएको छ कि छैन? समाजको बृहत्तर हित र समृद्धिमा हाम्रो विद्वताको केही भूमिका छ कि छैन? प्रिय शिक्षकहरू, यो यात्रामा सबभन्दा दूरगामी प्रभाव भने तपाईहरूकै हुन्छ। शिशु कक्षाका बालबालिकादेखि विश्वविद्यालयका युवाहरूको शिक्षाको दायित्व तपाईहरूसँग छ। एकपटक आफैलाई प्रश्न गरिदिनुहोस् न, हाम्रो कक्षामा विद्यार्थीहरूले विषयवस्तुका अलावा आफैलाई चिन्न र बुझ्न सिकेका छन् कि छैनन्? एक अर्काप्रति प्रेम गर्न र करुणा दर्शाउन हामीले सिकाउन सकेका छौं कि छैनौं? हामी सबैले पनि प्रश्न गरौं न, मेरो सोचको स्रोत के हो? कहाँबाट आएको छ? मेरो पुरानो अनुभवबाट आएको छ कि कुनै पूर्वाग्रहबाट आएको छ?
ममा आएको सोच क्षणिक उत्तेजना हो कि होइन, यो तथ्य हो कि मेरो अनुभूति मात्र हो। कतै सार्वजनिक मञ्चमा केही विचार राख्नु अगाडि प्रश्न गरौँ न, मैले पृष्ठभूमि नबुझिकन कसैमाथि टिप्पणी गर्दैछु कि मेरो बोलीले कुनै निर्दोषको जीवन तहस नहस बनाइदिन्छ कि मैले लाइक, कमेन्ट र सेयरका लागि कुनै गलत कुरा त प्रवर्धन गरिरहेको छैन। अनि हाम्रो राजनीति, प्रशासन, व्यवसाय, पत्रकारिता, शिक्षा तथा सबै क्षेत्रको शिक्षण र प्रशिक्षणमा दुईवटा कुरा अनिवार्य गरौँ न, आफूलाई चिन्ने र बुझ्ने सिप र अरूप्रति करुणा भाव राख्ने सोच। अगुवाहरूले आफ्नो विचार र व्यवहार परिवर्तन गर्दै शिक्षण र प्रशिक्षणमा नयाँपन अपनाउने हो भने बिस्तारै समाज त परिवर्तन भइहाल्छ नि।